आज हामी हाम्रो कम्पनी नजिकै भएको पोखरी घुम्न जान लाग्छौँ। ह्याङनिम अदिरो खाएको इच्छा हो। हाम्रो कम्पनी पछाडि धान रोपेको छ। हाम्रो साथी छङ्गीवाला साइकल हो, चार्ज गर्न मिल्यो। ऊ माथि पुगिसक्नु भयो। यो कम्पनीको सबभन्दा पुरानो नेपाली दाइ हुनुहुन्छ। फलेको रहेछ के हो र, त्यही हो। अब हामी यहाँको कोरियाको पोखरीमा पुग्नै लाग्छौँ। वाह, ताल ठुलै रहेछ त पोखरी, ताल जस्तै रहेछ त। उता जाने पैसा तिर्नुपर्छ। बल्छी चाहिँ आफ्नै लिएर आउनु पर्यो। किन्नु पर्यो, त्यहाँ पाउँछ होला। आफूले ल्याउँदा ऊ खेल्दैछ एउटा। उता जाने र किन जाने? सबै पो खेल्दै रहेछ, त्यहाँ पनि खेल्दै। यसो बसेर हेर्नु पर्ने। यहाँदेखि तल रहेछ हाम्रो कम्पनी। अनि ऊ त्यहाँ माइक लगाइरहेको के को लागि हो नि? त्यो माइक चाहिँ यो उतासम्म बाटो छ उता जाने? नेपाल मात्रै हो डाँडा काँडा बाटो नभएको। यहाँ त यस्तोमा कम्पनी छ है। ह्याङनिम यो साइकलले कति पर्छ? नेपाली पैसा 1 लाख भन्दा बढी पर्छ है। छङ्गी हो नि त, बाइक जस्तै। हुन त नेपालमा नि पाउँछ आजभोलि यस्तो है। अलिक अब 50-60 हजारको पनि पाउँछ कि यत्रो ठुलो। म त नचढ्ने यस्तो साइकल। यो खासमा मान्छेहरूले बनाएको गरे कृषिको लागि, सिँचाइ गर्नको लागि यस्तो बनाएको रहेछ पोखरी। कति राम्रो।